आदरणीय नेपाली जनताहरू नमस्कार। म केपी शर्मा ओली धेरै पछाडि म सामाजिक सञ्जालमा उपस्थित भएको छु। विडम्बनाको कुरो मलाई 7.5 को दशा लागेर मैले चुनाव हार्न समारे, तर अहिले आएर मेरो बुद्धि आएको छ। जनताले मलाई जति पत्याउनु भयो जे पत्याउनु भयो म त्यसलाई आत्मसात गरेर हिँड्नेछु। अब खुसीको कुरो पनि गरौँ। भोलि हाम्रो बालेन बाबु प्रधानमन्त्री बन्दै हुनुहुन्छ। उहाँलाई धेरै धेरै शुभकामना छ। उहाँले काठमाडौँमा मेयर भएर जसरी विकास गर्नुभएको थियो, जुन सिस्टम बनाउनु भएको थियो, त्यसै गरी तपाईँले देश हाँक्नुपर्छ, देश बनाउनुपर्छ। तपाईँलाई धेरै धेरै शुभकामना छ। तपाईँ सक्षम व्यक्ति हो, गर्नुहुन्छ। आज म नेपाली जनतालाई भन्न चाहन्छु, यो मेरो विरहको कुरो भन्यो कि मनको पीडा भन्यो कि के भन्यो, म आफू घमण्डे भएर म बिग्रिएको मान्छे होइन। मलाई अरूले बिगारेका हुन्। पहिलो नम्बरमा भोगटेले बिगारो भने दोस्रो नम्बरमा मलाई भक्केले बिगारो, जुन चाहिँ गुखान्छु भन्थ्यो। तेस्रो नम्बरमा यो खुइलीले बिगारे दुनियाँलाई के भनेर। चौथो नम्बरमा यो कान काट्ने बहिनीले बिगारे। यो खुइली र कान काट्ने यो आइमेहरूले त यतिसम्म गरे कि मेरो नाम बेचेर आफ्नो नाम कमाए, पैसा कमाए। अझ यो खुइली त पतर पतर बोली मात्रै। यो कान काट्ने बहिनीले त सब्जी पनि मेरो नाममा बेचिन्, चामल पनि मेरो नाममा बेचिन्। हुँदा हुँदा टिकटकमा गएर टिकटक लाइभमा गिफ्टको भिख पनि मेरो नाममा मागे। बहिनी, तिमी कान काट्छु भनेर आएको थियौ, नाक काटिसक्यौ तिमीले, विचार गर। अब पनि केपी शर्मा ओलीको नाममा यदि कसैले देशभरि म चाहिँ नाम कमाउँछु भनेर अगाडि बढ्छ भने त्यो मान्छे एकदम कुल्लगाडो, त्यो मान्छे झोले बेडा अनि के भन्छ नेपालमा सबैभन्दा गए गुज्रेको मान्छे हो त्यो। बुझ्यौ नि? यति कुरो याद राख। केपी शर्मा ओली आफू बिग्रेको मान्छे होइन, अरूले बिगारेको मान्छे हो। नेपाली जनताले याद गर्नु होला। फेरि पनि इतिहासमा यदि केपी शर्मा ओलीको नाम लिनुहुन्छ भने केपी शर्मा ओली आफू बिग्रेको मान्छे होइन, अरूले बिगारेको मान्छे हो। याद गर्नु होला है।